8औं संस्करण पोखरा साइकल यात्रामा सहभागी भएको छु। पहिलो दिन अब हामी चाहिँ सभागृहतिर प्रस्थान गर्दैछौँ। त्यसपछि आज चाहिँ पोखराको डाँडा काँडा पनि मार्छौँ। ल सबैको जय होस्। ल सम्पूर्ण साइकल यात्रीहरू अगाडि बढिराख्नु भएको छ। सभागृहतर्फ लम्किँदै हामी पहिला बढ्नुहुँदाखेरि ल देशैभरिका करिब 1000 साइक्लिस्टहरू पोखरामा टुर दि राइड पोखरामा सहभागी हुन हामीहरू आएका छौँ। ल इन्जोय। गाउँघरका प्रमुख आदरणीय श्री मोहन सिंह लाल सञ्जीवलाई अतिथिको आतिथ्यको लागि अनुरोध गर्दछु। त्यसै गरी वरिष्ठ सल्लाहकार र सगरमाथालाई पनि एकछिन आफूभन्दा होचो बनाउनुभएका गाउँपालिकाका अध्यक्ष प्रेम लालचन्दज्यू, सबै देशका विभिन्न भागबाट आउनुभएका साइकल प्रेमी साथीहरू, साइक्लिस्ट मित्रहरू जो पोखराभन्दा बाहिरबाट आउनुभएको छ, मैले सुने 30 जिल्लाभन्दा बढीबाट साथीभाइ जय पोखरा, जय साइकल। बड़ा बड़ा बाबू, बड़ा 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 जय साइकल, जय साइकल, जय पोखरा, जय साइकल, जय साइकल, जय साइकल। आयो आयो वल्ला वल्ला पलपली वल्ला 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 पलपली वल्ला। ल एउटा दौड छ, उकालो लागेको लागै छौँ। कहाँ पुग्ने यो थाहा छैन। जस गन्तव्यमा चाहिँ एउटा लामो चौराही रहेछ। ल माथि अकला देवी मन्दिर छ अरे, त्यहाँ गएर ब्रेक गरेपछि अनि ल यहाँ चाहिँ फुलले स्वागत गर्नुभयो रहेछ। आयो आयो पलपली आयो, पलपली आयो। ल अकला देवी मन्दिरमा खाजा खाएर अब चाहिँ हामी यहाँबाट अगाडि बढिरहेछौँ। जय हो। ल उकालो पछि ओह्रालो, सुख पछि सुख भनेको यही हो। उकालो आउँछ दुःख आउँछ, ओह्रालो आउँछ सुख आउँछ। ल बाई। ल हामी चाहिँ ट्राउट फार्मको उकालोतिर लागिरहेछौँ है। पलपली टोलीहरू पनि यहाँ आइरहेछ, म पनि दौडिरहेको छु। ल सितै पानी भन्ने ठाउँमा आइयो। यहाँ चाहिँ स्वागत गर्नुभएको छ चेतनशील आमा समूहले। ल हामी ट्राउट खाने
ट्राउट फार्म जाने बाटो गइरहेछौँ। अगाडि साइकल टोलीहरू टनाटन उकालै उकालो उकालै उकालो उकालो पछि ओह्रालो सुख पछि दुःख मजा आइरहेछ जी होस् जय होस्। ल देशैभरिका 1000 साइक्लिस्टहरू वल्ला 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 ल यहाँ फेरि के हो सुन्तला ब्रेक सुन्तला ब्रेक ल जय होस्। ल ल चकलेट सुन्तला केरा यो फाँटमा ब्रेक एकछिन ल रमाइलो फाँट छ ल हिमाल पनि देखेछ गजब पालपालीको सुन्तला ब्रेक वल्ला वल्ला भन्दा चिच्याउँदा घाँटी सुकेर अब यहाँ सुन्तला ब्रेक ल फलफुल ब्रेक पछि अब हामी लाग्दैछौँ ट्राउट फार्मतिर वल्ला वल्ला ल वल्ला पालपाली वल्ला ल यहाँ माछा पुछ्रे इको रिसोर्ट ल जयोस् ल त पोखरा 19 पातले भन्ने ठाउँमा आइयो। अब यहाँबाट हामी ट्राउट फार्मको गाउँ पनि आइयो। अब यतै कतातिर होला ट्राउट फार्म खाना होला बिहानको खाना यहाँ अनि साँझको कहाँ हो फेरि लेक साइड हो ल ठिक छ ल राम्रो रहेछ बाटो पनि ठाउँ पनि राम्रो सम्म फाँट के गाउँ हो नि यो के गाउँ हो दाइ के ठाउँ हो यसको नाम भुर्जुङ खोला ए ट्राउट फार्म कति छ ट्राउट फार्म अब आयो ल हामी ट्राउट फार्म जाँदैछौँ कच्ची बाटो भुर्जुङ खोलाको यहाँ हामी खानासाना खान्छौँ रेस्ट गर्छौँ अनि त्यसपछि ब्याक टु पोखरा ल अब ट्राउट फार्म देखाउन ल भुर्जुङ खोला यही हो। अब हामी चाहिँ यहाँबाट चाहिँ कहाँ हो यो हामी जाने गण्डकी ट्राउट फार्ममा हो। यसरी अब हामी गण्डकी ट्राउट फार्ममा यही बाटो हुँदै जान्छौँ त्यहाँ माथि चाहिँ फाइनली आइयो गण्डकी ट्राउट फार्ममा। ल हामी चाहिँ फाइनली खानाको लागि यहाँ आइसकेका छौँ गण्डकी ह्याम्बो ट्राउट फार्ममा। एकदम रमाइलो भइरहेछ सबैजना साइक्लिस्टहरू थकै मार्दै हुनुहुन्छ। लगभग 2.5 घन्टा जति लाग्यो हाम्रो पोखरादेखि यहाँ आउन। एकदम रमणीय वातावरणमा रहेको यो गण्डकी ट्राउट फार्म एकदम रमाइलो छ। ल सबैजना आउनु होला एकचोटि आउनै पर्ने ठाउँ छ। ल ट्राउट फार्म ए माछा पोखरी विशाल छ यता पनि पोखरी जताततै गण्डकी ट्राउट फार्ममा आइयो जय हो। ल ट्राउट फार्मको माछाहरू ल आनन्दले खेलेछ। Trout farm, Gandaki trout farm. Rider from Palpa. ल अब
गण्डकी ट्राउट फार्मको माछा र भात अब खान पर्छ है, मजा आउँछ। ल यही हो ट्राउट माछा अनि खाना। ल ल ट्राउट माछा भात मजा आउँछ नि। सन्तम अच्छा विज्ञान सिङ्गीमा भट्ट मिसाएको देखियो माछा। ल अब चाहिँ ट्राउट फार्मलाई पनि बाई बाई गरेर हिँडियो। अब पोखरातिर गर्दैछौँ हामी। ट्राउट फार्मबाट अब बिच रोड हुँदै पोखरा। बाई बाई। ल यो चोक चाहिँ हाम्रो दाजुभाइको चोक रहेछ है। अब चौरतिर झरिरहेको छु होला। चिप्लो ढुङ्गा आइयो, चिप्लो ढुङ्गा। अब यहाँबाट अर्कै ठाउँ होटलतिर जाँदै संसार चल्यो